मीन राशिको वैवाहिक जीवन र प्रेम सम्बन्ध कुन राशिसँग कस्तो हुन्छ? 12 राशिहरूमा प्रत्येक राशिहरूको फरक फरक गुण र स्वभाव हुने गर्छ र यी राशिहरू पनि एक आपसमा शत्रु राशि र एक आपसमा मित्र राशि तथा अति मित्र राशिहरू हुन्छन्। यदि जो कसैको पनि विवाह शत्रु राशिसँग हुन्छ भने लाखौं खर्चेर गरेको विवाह होस् या प्रेम विवाह नै किन नहोस्, वैवाहिक सम्बन्ध केही वर्ष ठिकै चले पनि लामो समयसम्म टिक्न सकेको हुँदैन, किनभने यिनीहरूको एक आपसमा मन मिल्दैन, सोच र विचारमा सहमत हुँदैनन्। सानो सानो कुरामा पनि कलेश र झगडा जीवनभरि भइ नै रहने गर्छ। यिनीहरू एकअर्काप्रति सन्तुष्ट हुन सकेका हुँदैनन्। विवाह गरेपछि खुसी भन्दा पनि झन झन चुनौतीहरू थपिने गर्छ। परिवारदेखि अलग बस्न चाहना राख्ने, छुटिएर अलग बस्न खोज्ने, आफ्नो परिवार अथवा जीवनसाथीसँग भन्दा पनि पराईसँग सम्बन्ध बनाउन रुचि राख्ने गर्छन् र जीवनमा यस्तो मोड आइपुग्छ कि यही कारणले बिछोड हुने, सम्बन्ध विच्छेद गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइलाग्ने गर्छ। तर यस्तो परिस्थिति आउनुमा हाम्रो आफ्नै कमी कमजोरीले हो। विवाह गर्नु पहिला सही गुण मिलान नगर्नु, मित्र राशिसँग विवाह नगर्नु नै हो। साथै कसैको जन्म लग्न कुण्डलीमा ग्रह दोष, दुई विवाह योग, माङ्गलिक योग तथा औँसीमा जन्मेको योग हुने गर्छ। यस्तो योग हुनेहरूले वैवाहिक दोष घटाइएन भने पनि वैवाहिक सम्बन्ध असफल हुने गर्छ। आजको यस भागमा म मीन राशिको प्रेम र वैवाहिक जीवन कुन राशिसँग सफल हुन्छ र कुन राशिसँगको सम्बन्धले जीवनमा खुसियाली भन्दा पनि झन झन चुनौतीहरू थपिने गर्छ, यसै विषयमा विस्तारले चर्चा गर्नेछु। म हुँ राजु पराजुली। हाम्रो च्यानलमा नयाँ जोडिनु भएको हो र अझै यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एक लाइकसँगै सब्सक्राइब गर्न नभुल्नुहोला। मीन राशि राशिचक्रको 12औं र अन्तिम राशि हो, जसको प्रत्येक चिन्ह दुईवटा माछा हुन्। यसको स्वामी ग्रह बृहस्पति हो र मीन राशि जल तत्त्वको राशि हो। मीन राशिमा जन्म हुनेहरू अत्यन्तै संवेदनशील, दयालु, कल्पनाशील, आध्यात्मिक र परोपकारी स्वभावको हुन्छन्। यिनीहरू कला, सङ्गीत र रहस्यमय विषयहरूप्रति आकर्षित हुन्छन्। यिनीहरू सहज ज्ञानका बलिया हुन्छन् र अरूको दुःखलाई सजिलै महसुस गर्न सक्छन्। यिनीहरूको दयालु स्वभावले सेवाभावमा उत्प्रेरित गर्छ। वास्तविकताको कठोरताबाट बच्न यिनीहरू कल्पनाको संसारमा हराउने वा पलायनवादी बन्ने प्रवृत्ति राख्ने गर्छन्। यिनीहरू अति संवेदनशील हुने भएकाले अरूको नकारात्मक भावनाहरूलाई पनि चाँडै अवशोषित गर्छन्, तर यिनीहरू निर्णय लिनमा अस्थिरता र कमजोर इच्छाशक्तिको कारण सजिलै अरूबाट प्रभावित हुने गर्छन्, जसले गर्दा स्पष्ट लक्ष्य निर्धारण गर्न कठिन हुने गर्छ। आफ्नो अति विश्वासिलो स्वभावको कारण यिनीहरू धोका वा शोषणको शिकार कहिलेकाहीँ हुन सक्छन्। शत्रुलाई पनि माफ गर्न सक्ने विशाल हृदय भएका व्यक्तिहरूमध्ये पर्छन् मीन राशि भएका व्यक्तिहरू। मीन सहनशील प्राणी हो र यही सहनशीलताले गर्दा नै प्राय हेपिनु परेको हुन्छ। यिनीहरू पैसा व्यवस्थापनमा खासै ध्यान दिँदैनन् र प्राय भावनात्मक वा सहज ज्ञानको आधारमा खर्च गर्छन्। यिनीहरूको आर्थिक अवस्था प्राय परिवर्तनशील हुन्छ। प्रेम सम्बन्ध र वैवाहिक जीवन मीन राशिको प्रेममा अत्यन्तै रोमान्टिक, आदर्शवादी र निस्वार्थ हुन्छन्। यिनीहरू आफ्नो पार्टनरलाई शर्तविहीन प्रेम र गहन भावनात्मक समर्थन प्रदान गर्छन्। यिनीहरू एक जादुई र स्वप्रिल प्रेम सम्बन्ध चाहन्छन्। पार्टनरको आवश्यकतालाई बोल्नु अघि नै बुझ्ने क्षमता राख्छन्। मीन जातकहरूको कल्पना शक्ति अत्यन्तै बलियो हुन्छ। कोही व्यक्ति मन परेपछि यिनीहरूले तुरुन्तै आफ्नो हृदय खोल्छन् र त्यो प्रेममा डुब्छन्। यिनीहरूको लागि प्रेम आत्मिक सम्बन्ध जस्तो हुन्छ, त्यसैले पहिलो नजरमै गहिरो आकर्षण हुन्छन्। मीन राशि कल्पनाशील र संवेदनशील राशि हो। यिनीहरू तपाईँको सपनासँगै देख्ने गर्छन् र तपाईँको भावनामा बग्छन्। साँचो प्रेमको लहर यिनीहरूसँग नै महसुस गर्न सकिन्छ। यिनीहरू प्रेमलाई पूजा जस्तै मान्छन्। बृहस्पतिको प्रभावले यिनीहरूलाई दयालु र बलिदानी बनाउँछ। कहिलेकाहीँ धेरै विश्वास गर्ने बानीले गर्दा धोका पनि पाउने गर्छन्। आफू त्यागेर अरूलाई खुसी पार्ने स्वभाव पनि यिनीहरूमा देख्न सकिन्छ। मीन राशिका मानिसहरू माया गर्दा आत्मा नै अर्पण गर्छन्। यिनीहरू साँचो प्रेमलाई पूजा ठान्छन्, त्यसैले माया यिनको लागि ईश्वर सम्मान हुन्छ। यिनीहरू साँचो सम्बन्ध चाहन्छन्, तर धेरै जसोले यिनीहरूको सरलता र विश्वासको फाइदा उठाउँछन्। त्यही पनि मीन कहिल्यै प्रेममा आस्था गुमाउँदैन।
प्रेममा अत्यन्तै भावुक, कोमल, आत्मीय, साथीलाई अत्यधिक माया र संरक्षण दिन चाहने स्वभावको यिनीहरूको प्रेम हुन्छ। भावनात्मक जोड र सहानुभूति बढी हुनाले सजिलै अरूको हृदय यिनीहरूले जित्ने गर्छन्। गहिरो प्रेम र रहस्यमय सम्बन्ध छिटो बलियो हुन्छ। मीन राशि गहिरो सोच र रहस्यको प्रतीक हो। यिनीहरू भावनामा गहिरो लक्ष्यमा अडिग र जोखिममा पनि स्थिर रहन्छन्। यिनीहरूको आँखा नै साहसको भाषा बोल्छ। यिनीहरू प्रेम सम्बन्धमा पूर्णतया समर्पित हुन्छन्। यिनीहरू कहिल्यै आधा मनले प्रेम गर्दैनन्, या त सबै दिन्छन् या फेरि केही पनि होइन। यस्तो हुन्छ मीन राशिको प्रेम सम्बन्ध। तर यिनीहरूको जीवनसाथीको गुण र स्वभाव भने नम्र र शान्त स्वभावको हुन्छ। बुद्धिमान, परिश्रमी, व्यवस्थित र सेवाभाव राख्ने खालका हुन्छन्। यिनीहरू नयाँ परिस्थितिमा अलि सङ्कोची स्वभावको हुन्छन्, तर घर परिवारप्रति भने अति नै जिम्मेवार हुन्छन्। कुनै कुराको कमी राख्न चाहँदैनन्। ज्योतिषशास्त्रमा भनिअनुसार मीन राशिले मीन राशिसँग नै कर्कट राशि, वृश्चिक राशि र वृषभ राशिसँगको वैवाहिक सम्बन्धलाई उत्तम जोडी मानिएको छ। यी राशिसँग मीन राशिको वैवाहिक सम्बन्ध जोडिन्छ भने यिनीहरूले जीवनभरि एकअर्कालाई साथ छोड्दैनन् र जीवनमा आइपर्ने जस्तो सुकै चुनौतीमा पनि एकअर्काको साथ, सद्भाव र समझदारीले कठिन परिस्थितिलाई पनि पार लाउन सक्षम हुन्छन्। त्यसैले मीन राशिको लागि यी राशिसँगको सम्बन्धलाई शुभ मानिएको छ। त्यसैगरी मीन राशिको कन्या राशिसँगको सम्बन्धलाई सामान्य नै मानिन्छ। मीन राशिसँग मिथुन राशि, सिंह राशि, धनु राशि र मकर राशिसँगको सम्बन्ध भने यिनीहरू सानो सानो कुरामा पनि मतभेद र आपसी तालमेल हुन अलिक कठिन हुने गर्छ र जीवनभरि कलेश र झगडा प्राय यिनीहरूबीच भइ नै रहने गर्छ। त्यसैले यी राशिसँग विवाह गरेपछि वैवाहिक जीवनबाट सन्तुष्टि कमै हुन्छ। त्यसैले यी राशिसँगको सम्बन्धलाई मध्यम मानिएको छ। मीन राशिको लागि मेष राशि, कुम्भ राशि र तुला राशिसँगको सम्बन्धलाई राम्रो मानिँदैन। यी राशिसँग मीन राशिको सम्बन्धले 5-7 वर्ष सामान्य नै रहे पनि त्यसपछि खुसियाली भन्दा पनि झन चुनौतीहरू आइलाग्ने गर्छ र वैवाहिक जीवनमा खुसी भन्दा पनि निराशा बढी मिल्ने गर्छ। त्यसैले मीन राशिको लागि मेष राशि, कुम्भ राशि र तुला राशिसँग सम्बन्धलाई शुभ फलदायी मानिएको छैन। दर्शकबिन्द, यो थियो मीन राशिको वैवाहिक जीवन र प्रेम सम्बन्ध। सबै 12 राशिहरूमध्ये कुन राशिसँग कस्तो हुन्छ, यी सबै राशिमा आधारित हुन्। वैवाहिक जीवन सम्बन्धी अरू जानकारी लिन चाहनुहुन्छ भने कमेन्टमा जिज्ञासा सहित लेख्नुहोला। हामी तपाईँको सम्पूर्ण जिज्ञासाको सम्बोधन अवश्य गर्नेछौँ र हाम्रो च्यानलमा प्रथम पटक जोडिनु भएको हो भने एक लाइक गरेर सब्सक्राइब गर्न नभुल्नुहोला। हामीहरू यो च्यानलमा सम्पूर्ण ज्योतिषशास्त्र सम्बन्धी ज्ञानका सामग्रीहरू साथ उपस्थित हुने गर्छौँ।